जहाँ इच्छा त्यहीँनिर उपाय भने जस्तै हो कि साथीहरू। यो कन्टेन्ट बनाउनुको लागि भनेर कन्टेन्ट खोज्नुको लागि चाहिँ हामीले कहीँ जानै पर्दैन कि हामीले घरमा आफूले यसरी डेली गर्ने कामको भिडियो मात्रै बनाएर यसरी भोइस कभर गरेर पोस्ट गर्दाखेरि पनि हुन्छ के। पैसा कमाउने इच्छा कसलाई हुँदैन होइन साथीहरू। अब सबैजनालाई त्यही त हो नि, पैसा कमाउन इच्छा लाग्छ होइन। अनि अब यो सोसियल मिडियादेखि यसरी कन्टेन्टहरू बनाएर पैसा आउँछ भने किन नगर्ने र होइन र साथीहरू। त्यही भएर साथीहरू कसले के भन्छ, यसले के भन्छ होला, त्यसले के भन्छ होला भनेर सोचिराख्ने चाहिँ होइन कि। मलाई त कहिल्यै यसले के भन्छ होला, त्यसले के भन्छ होला भन्ने केही फरकै पर्दैन कि। जसले जे भने पनि मलाई केही फरकै पर्दैन। म आफ्नो काम गरेको आफूले डेली गर्ने कामको भिडियो बनाएर पोस्ट गर्दाखेरि अर्काको टाउको दुखिराखोस् भन्ने हो, छोडिदिने हो कि साथीहरू। आफूलाई इच्छा चाहिँ छ यसरी कन्टेन्टहरू बनाउन अनि भिडियोहरू बनाएर पोस्ट गर्नलाई इच्छा चाहिँ छ भने गर्दाखेरि हुन्छ कि केही फरक पर्दैन। जेसुकै होस् नि, आफूले डेली लाइफमा गरेको कामहरू, आफूले खाना बनाउँदै गरेको हुनसक्छ, जेसुकै हुनसक्छ, मिनी ब्लग हुनसक्छ, जेसुकै हुनसक्छ नि। आफ्नो के को भिडियोहरू बनायो होइन, अनि आफूलाई मनमा लागेको कुराहरू भन्यो अनि यसरी भोइस कभर गरेर भिडियो बनाउँदाखेरि हुन्छ। अब अर्को यति गर्दाखेरि अर्काको टाउको दुख्छ भने त दुखिराखोस् होइन। अब त्यो त हाम्रो प्रब्लम होइन नि त। त्यो त अब टाउको दुखाउने मान्छेको प्रब्लम हो नि त। त्यही भएर केही नसोचिकन कन्टेन्ट बनाउनु मन लाग्छ, भिडियोहरू बनाउनु मन लाग्छ, पोस्ट गर्नु मन लाग्छ भने चाहिँ राम्रोसँग बनाएर पोस्ट गर्न सक्नुहुन्छ। अनि एकअर्कालाई सपोर्ट पनि गर्नुपर्छ है साथीहरू। एकअर्कालाई सपोर्ट गरौँ होइन। अब तपाईँहरूले पनि मेरो भिडियोमा लाइक कमेन्ट गर्नु होला अनि म पनि हजुरहरूको भिडियोमा लाइक कमेन्ट गर्छु। यस्तै गर्दै एकअर्कालाई सपोर्ट गरौँ भन्दै आजलाई चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। बाइ बाइ।